मन्दिरको घन्टी घन्टी बजाएर हिँड्ने त्यो मन्दिरको घन्टी होइन त्यो जुठो बारिसकेपछि त्यसले राम्ररी बार्नु परेन त्यसले त्यसको काम राम्ररी गर्न सकेको छ त्यो कुरा हो त्यसरी भन बुझ्यौ नि तिमीलाई कसरी अब तिमीले बालेन कसरी रङ हो भनेर भन्यौ मैले तिमीलाई यत्रो एक्जाम्पल दिएँ तपाईँ मैले 12 को परीक्षा विद्यार्थी होइन बोर्ड इक्जाम दिन्छु मैले मेरो घरमा बाउ मान्छेलाई त्यो मैले परीक्षा नदिने कस्तो बाउ मेरो घरमा बुवा बित्नु भयो मेरो बोर्डको इक्जाम छ 12 को इक्जाम छ मेरो इक्जाम दिने कि नदिने कस्तो तिमीलाई अब तिम्रो जुठो दिने कि नदिने तिम्रो संस्कार ठुलो कुरा हो कि तिम्रो पढाइ ठुलो कुरा हो त्यो भन तिम्रो संस्कार ठुलो कुरा हो तिमीसँग संस्कार छ भने तिम्रो पढाइ जसरी राम्रो हुन्छ कान्छा सोच पैसा छैन बाबुले पनि हेर्दैन तपाईँलाई म फर्स्ट दिन लडेँ तिमी पनि फर्स्ट दिन लड्यौ सेकेन्ड दिन पनि झऱ्यौ होइन थर्ड दिन सेकेन्ड दिन हामी पनि झऱ्यौँ बाटोमा हामी घाइते भएर हामी बेडमा हुँदाखेरि तिमीहरू पनि जेन्जीको उमेरको थियौ नि होइन हामी हाम्रो रगत बोकेको र हाम्रो दाजुभाइ मरेको त तिमीहरूले नि देखाएको नि त त्यति बेलामा ए त्यो कुरा होइन 2 दिन त भयो 3 दिनको पालोमा तिमीहरू कहाँ हरायौ त त्यो भन नि त त्यो जवाब देऊ ल मलाई त्यो जवाब देऊ 3 दिनको दिनमा तिमीहरू कहाँ हरायौ र हामीलाई हस्पिटलमा छोडेर तिमीहरूले आन्दोलन चाहिँ किन बन्द गर्यो त्यो भन ल तिमी पनि चेन्जी हो म पनि चेन्जी हो बुझ्यौ नि त्यसरी भन्न पाउँदैनौ ठिक छ मैले आन्दोलन केको लागि भएको केपी ओलीको राजीनामा केपी ओलीको राजीनामाको लागि भएको थिएन आन्दोलन भ्रष्टाचार हटाउनलाई र भ्रष्टाचार हटाउन केपी ओली हटाउनुपर्छ केपी ओलीले मात्र भ्रष्टाचार गरेको छ त यो देशमा तिम्रो बालेन शाहले काठमाडौँमा यत्रो के अरे उयो गर्यो यताउता गर्यो भनेर भन्छौ त्यो के त्यसको आफ्नै गोजीको पैसाले हालेर बनायो नेपाल सरकारको पैसा हो नि होइन जब त्यही मेयरको पदमा भयो त्यति गर्न सक्छ भने प्रधानमन्त्रीको पदमा बस्छ त्यो किन गर्न सक्छ हो ल तिमीलाई अर्को अब तिम्रो यो जवाब के हो थाहा छ 5 वर्षको लागि म काठमाडौँमा आएर तपाईँहरूलाई साथ दिएर म मेयर बस्छु भनेको मान्छे हो कि होइन 2.5 वर्षमा त्यो किन यहाँबाट के अरे प्रधानमन्त्रीको कुर्सीको लागि हाम थाल्यो त्यो भन ल अब 3.5 वर्ष हो अनि 3.5 वर्ष है यहाँ हामीलाई के चाहिएको मलाई युवा चाहिएको छैन मलाई मेरो देश चाहिएको छ त्यो कुरा हो फर्स्टमा देश चाहिएकोलाई के लिडर चाहिन्छ नि देश ए प्रभु तिमीले भने त मैले तिमीले भनेको मान्छेलाई म लिडर बनाइदिन्छु भनेको मान्छे होइन कि मैले भनेकै छैन मेरो मान्छे भने पाउँछ न्याय किन नपाउँछ ए यार हामी घाइते गएर बालेन दाइ हामीले कसरी न्याय पाउँछौँ भनेर भन्दाखेरि सुन मेरो कुरा सुन बालेन दाइ हामी घाइते हो हाम्रो के अरे हामीले न्याय कसरी पाउँछौँ भनेर सोध्न जाँदाखेरि दाइको जवाफ त्यस्तो कस्तो आयो थाहा छ चुनाव गर्न सहयोग गर्नुहोस् चुनाव हुन दिनुहोस् अनि त्यसपछि चाहिँ तपाईँहरूले न्याय पाउनुहुन्छ त्यो कुरा हो त अनि त्यसरी भन्ने होइन नि त ल हजुरको मान्छेलाई म प्रधानमन्त्री बनाइदिन्छु सुन्नु हो म पनि तपाईँले नाम लिनु भयो